ल स्टार्ट गरौँ है त। Hello everyone, it's me Robin, and today we are going to study about the biological and the cultural measures of the soil erosion and the control measures. यो भनेको चाहिँ हाम्रो सोइल एन्ड वाटर कन्जर्भेसन इन्जिनियरिङमा एकदम इम्पोर्टेन्ट टपिक भन्दा हुन्छ। यसबाट थ्योरी सोधेको सोधै छ र यसमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ अब कसरी चाहिँ बायोलोजिकली र कल्चरल मेजर्सले चाहिँ सोइल इरोजनलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने कुराहरू छ। सबैभन्दा सुरुमा चाहिँ टिलेज रहेको छ। अब टिलेज भनेको हामी सबैलाई थाहा नै छ। Tillage is defined as the mechanical manipulation of the soil to provide a favorable environment for good germination of seeds and crop growth. भन्न खोजेको चाहिँ टिलेज भनेको चाहिँ एउटा यस्तो मेकानिकल म्यानिपुलेसन अफ सोइल हो जसमा चाहिँ हामीले एउटा फेभरेबल इन्भाइरोमेन्ट प्रोभाइड गर्छौँ। के को लागि भन्दा चाहिँ सिड जर्मिनेट गर्नको लागि, क्रपको ग्रोथको लागि, टु कन्ट्रोल द विड अनि टु मेन्टेन द इन्फिल्ट्रेसन क्यापेसिटी एन्ड सोइल एरिएसन। अब जस्तै हामीले खनजोत गऱ्यौँ भने, टिलेज गऱ्यौँ भने के हुन्छ, त्यहाँ एरिएसन हुन्छ भनेको एयर सर्कुलेट हुन्छ। एयर सर्कुलेट भइसकेपछि प्लान्टको ग्रोथ राम्रो हुन्छ। इन्फिल्ट्रेसन क्यापेसिटीको कुराहरू आयो। इन्फिल्ट्रेसन क्यापेसिटी भन्न खोजेको चाहिँ अब त्यहाँ चाहिँ इन्फिल्ट्रेसन भनेको चाहिँ वाटर पर्मिट गर्न पायो सोइलमा, होइन हो, त्यसको कुराहरू भयो। अनि खनजोत गरिसकेपछि के हुन्छ, वेडहरू कन्ट्रोलहरू हुन्छ। यो कुराहरू हामीले लेख्नु पऱ्यो। इट इज डिफाइन्ड एज द मेकानिकल म्यानिपुलेसन अफ सोइल टु प्रोभाइड अ फेभरेबल इन्भाइरोमेन्ट फर गुड जर्मिनेसन अफ सिड एन्ड crop growth, to control the weed, to maintain the infiltration capacity and soil aeration. Okay. Similarly, our tillage is an important and primary tool for the conservation of the land. Its primary purpose is to provide a favorable soil environment for the plant growth, होइन। अब त्यसपछि द फलोइङ पोइन्ट्स सुड बी कन्सिडर्ड फर टिलेज। अब टिलेज अपरेसन गर्दाखेरि चाहिँ फ्लोइङ पोइन्ट्सहरू चाहिँ हामीले कन्सिडर गर्नुपर्छ। के कुराहरू कन्सिडर गर्नुपर्छ, लेट अस सी। टिल नो मोर देन नेसेसरी, जति चाहिएको छ त्यति मात्र खनजोत गर्ने, त्यहाँभन्दा बढी खनजोत नगर्ने। टिल ओन्ली वेन द सोइल मोइस्चर इज इन फेभरेबल लिमिट, जब फेभरेबल लिमिटमा आउँछ त्यो बेला मात्र खन्ने, त्योभन्दा पहिला चाहिँ नखन्ने अरे। भ्यारी द डेप्थ अफ प्लगिङ भनेको डेप्थ चाहिँ भ्यारी गर्दै खन्नुपर्छ अरे, एउटै डेप्थमा नखन्ने, भ्यारी गर्दै खन्नुपर्छ भन्न खोजेको। ओके। ल, अब यो भनेको चाहिँ हाम्रो के थियो, टिलेजको बारेमा थियो। सम इम्पोर्टेन्ट टाइप अफ द सोइल कन्जर्भेसन टिलेज प्र्याक्टिसेस आर डिस्क्राइब बिलो। अब सुरुमा चाहिँ के भनेर रहेको छ, मल्च टिलेज भनेर रहेको छ। र वाट इज मल्च टिलेज? इट इज पर्फर्मड आइदर बाई मेकिङ द सोइल सर्फेस क्ल्याडी अर मल्च विथ द हेल्प अफ द क्रप रेसिड्युज। भन्न खोजेको चाहिँ के गर्ने भन्दाखेरि चाहिँ सोइल सर्फेसलाई चाहिँ के गर्ने, क्ल्याडी बनाउने अरू मल्च गर्ने। पहिला मल्च मल्च टिलेज बुझ्नुभन्दा पहिला तपाईँले मल्चिङ भनेको बुझ्नुपर्छ। मल्चिङ भन्न खोजेको चाहिँ के हो भन्दाखेरि चाहिँ कभरिङ, अथवा चाहिँ तपाईँहरूले कहिले कहिले त्यो लसुनहरू लगाउँदाखेरि माथिबाट त्यो भुस्साहरूले छेकेको त्यो देख्नुभएको छ। त्यो किन छेकिन्छ भन्दाखेरि चाहिँ त्यो ओनियनको चाहिँ सिड नै यस्तो खालको हुन्छ जुन चाहिँ लाइटको एब्सेन्समा चाहिँ के हुन्छ, ऊ जर्मिनेट हुनसक्छ, होइन। त्यस्तै अब त्यसको माथि हामीले के गरिदिन्छौँ, मल्चिङ गरिदिन्छौँ। मल्चिङ भनेको चाहिँ कभर प्रोभाइड गरिदिन्छौँ। त्यो आइदर प्लास्टिकको हुनसक्छ अथवा चाहिँ प्लान्टको कभरहरू हुनसक्छ, होइन। त्यो भन्न खोजेको मल्चिङ भनेको चाहिँ जस्ट कभरिङ, जस्तै प्लान्टलाई चाहिँ कभर गरिदिने माथिबाट भन्न खोजेको मल्चिङ। ओके। तर यहाँ चाहिँ मल्चिङ भन्न खोजेको के भन्दा चाहिँ सोइल सर्फेस अर मल्च विथ द हेल्प अफ क्रप रेसिड्यु। यदि चाहिँ हाम्रो, होइन, सोइल सर्फेसको माथि चाहिँ क्रपको रेसिड्युहरू छ भने हो, त्यस्तो बेलामा जुन हामीले टिलेज गरिन्छ, जस्तो खालको हामीले टिलेज गरिन्छ त्यसलाई हामीले के भनिन्छ, मल्च टिलेज भनिन्छ। ओके। दिस टाइप अफ टिलेज इज अल्सो प्र्याक्टिस टु युटिलाइज द क्रप रेसिड्यु एज मल्च भनेको यस्तो खालको हामीले टिलेज किन युज गर्छौँ भन्दाखेरि चाहिँ त्यो क्रपको रेसिड्युलाई पनि युज गर्नको लागि युज गर्छौँ। यसको एडभान्टेजेसहरू के रहेछ त हेरौँ त, मल्च टिलेजको एडभान्टेजेसहरू। द मल्च टिलेज इन्क्रिजेस द इन्फिल्ट्रेसन क्यापेसिटी अफ सोइल बाई मेन्टेनिङ द अप्पर सोइल सर्फेस मोर पर्मिएबल। भनेको अप्पर सोइल सर्फेसलाई पर्मिएबल हुनको लागि यसले के गर्दो रहेछ, इन्फिल्ट्रेसन क्यापेसिटी अफ सोइललाई चाहिँ मेन्टेनिङ अप्पर सोइल सर्फेस मोर पर्मिएबिलिटीको काम गर्ने भएछ। इट मेन्टेन्स द सोइल रिलेटिभली कुल एन्ड मोइस्ट विच आर इसेन्सियल फर द गुड प्लान्ट ग्रोथ एन्ड इन्क्रिजेस द क्रप यिल्ड। The obstacles caused by the leaves, stem and root over the field reduce the velocity of the surface flow and thus controlling the seed erosion। भनेको जस्तै हाम्रो यो फिल्डमा चाहिँ अब, होइन, यहाँ जस्तै सपोज यो फिल्ड छ अरे, अब फिल्डमा चाहिँ अब बिचमा कतै क्रपहरू छ अरे, होइन। जस्तै सपोज गरौँ ल, यहाँ चाहिँ क्रपहरू छ अरे, यस्तो क्रपहरू छ अरे, होइन। अब मैले यहाँ क्रपहरू छ अरे, होइन, क्रपको रेसिड्यु भनौँ न, क्रपको रेसिड्युहरू छ भने
छ भने जब पानी पर्छ माथिबाट, जब पानी यस्तो पानीहरू पर्छ, पानी परिसकेपछि यो रेसिड्युले चाहिँ यसलाई रोक्ने काम त गर्छ नि त, अलिकति भेलोसिटीहरू रोक्ने कामले त गर्छ नि त होइन। यो क्रपको कभरहरूले चाहिँ रोक्ने काम त गर्छ नि त। रोक्ने काम गरिसकेपछि के हुन्छ, यसले भेलोसिटी अफ सर्फेस फ्लो रिड्युस गर्छ एन्ड दस कन्ट्रोलिङ द सिट इरोजन। भनेपछि अब यो क्रप रेसिड्यु भएन भने के हुन्छ, क्रप रेसिड्यु भएन भने त त्यो मजाले बग्छ पानी त्यहाँ फिल्डमा आएको। तर यदि त्यहाँ क्रप रेसिड्युहरू छ भने के गर्छ, त्यो पानीहरूलाई बग्न त अलिकति कम, अलिकति बग्नलाई त त्यस्तो मजाले फ्लो हुन त दिँदैन नि त, यसले रोक्ने काम, बेरियरको काम गर्छ नि त। त्यही कुरा भन्न खोजेको। ओके ओके, तपाईँहरूले पनि अब घरमा काम गर्नुभएको छ भने होइन, अब खनजोत गर्नु छ भने चाहिँ सकभर चाहिँ रेसिडुअल मल्चिङ अथवा मल्च टिलेज चाहिँ जे होस् प्र्याक्टिस गर्नु होला। ओके ल, त्यसपछि अर्को हाम्रो कुरा रहेको छ क्रप रोटेसनको कुरा रहेको छ। क्रप रोटेसन, ओके, क्रप रोटेसन इज डिफाइन्ड एज द सिस्टमेटिक or agricultural practice involving the cultivation of different crops on the same land over defined period to optimize the soil fertility, structure and productivity while minimizing the soil erosion, pest infection and nutrients depletion। भन्नु खोजेको चाहिँ क्रप रोटेसन भनेको चाहिँ विभिन्न खालको चाहिँ हामीले विभिन्न खालको चाहिँ एग्रिकल्चरल विभिन्न खालको चाहिँ कल्टिभेसन क्रप्सहरू लगाउने। यो भनेको चाहिँ एउटा सिस्टमेटिक एग्रिकल्चर प्र्याक्टिस हो, जसले गर्दा के हुन्छ भन्दा चाहिँ यसले चाहिँ हाम्रो सोइल इरोजन हुनुबाट बचाउँछ होइन। सोइलमा चाहिने खालको चाहिने खालको न्युट्रियन्ट्सहरू यसले प्रोभाइड गर्छ। जस्तै एउटै खालको लगाइरह्यो भने चाहिँ त्योमा चाहिँ सोइलमा चाहिँ जुन न्युट्रिसन हुन्छ त्यो चाहिँ त्यसको डिफिसियन्सी हुन जान्छ। तर यदि डिफ्रेन्ट डिफ्रेन्ट खालको क्रप्सहरू लगाएको छ भने के हुन्छ, त्यो जस्तै नाइट्रोजनको मात्राहरू एउटा क्रपलाई चाहिने अर्को क्रपले प्रोभाइड गर्न सक्छ। हो, त्यो भएर चाहिँ क्रप रोटेसन गर्न एकदम इम्पोर्टेन्ट छ। अब यसको एडभान्टेजहरू के छ, इट रिड्युसेस द रन अफ एन्ड द इन्क्रिज द वाटर इन्फिल्ट्रेसन, इट इन्हेन्स द सोइल स्ट्रक्चर, इट रिड्युसेस द सोइल एक्सपोजर टु इरोजन एजेन्ट, इट इम्प्रुभ्स द अर्ग्यानिक म्याटर एन्ड एग्रेसन होइन। एग्रेसन भनेको चाहिँ त्यो स्यान्ड सिल्ड अलिकति रकी टाइपको भएकोलाई चाहिँ एग्रेसन भनिन्छ। इट कन्ट्रोल विड एन्ड रिड्युसेस निड फर टिलेज। ओके, त्यसपछि अर्को हाम्रो रहेको छ कन्टुरिङ अथवा चाहिँ कन्टुर कल्टिभेसन। ओके, अलिकति इम्पोर्टेन्ट छ यो चाहिँ। Contour cultivation refers to all the tillage practice or mechanical treatment like planting, tillage and interculture performed nearly on the contour of the area applied across the land slope। भन्नुको चाहिँ कन्टुर कल्टिभेसन भनेको चाहिँ कन्टुर अलिकति ल्यान्ड स्लोप भएको ठाउँमा चाहिँ गरिँदो रहेछ। यस्तो ल्यान्ड स्लोपहरू भएको ठाउँहरूमा चाहिँ, यस्तो ल्यान्डहरू स्लोपी भएको ठाउँमा चाहिँ अब यहाँ बिचमा चाहिँ हामीले के गरिन्छ, यसरी कन्टुर फार्मिङहरू गरिन्छ नि। यहाँ बन्डहरू बनाएर यस्तो यस्तोमा यहाँ चाहिँ फार्मिङ गरिन्छ। हो, यस्तै यहाँ फार्मिङ गरिन्छ। मैले अलिअलि फिगर बनाउने कोसिस गरेँ। जस्तै हो यसरी यहाँ चाहिँ फार्मिङ गरिन्छ। हो यसरी फार्मिङ हो यहाँ गरिन्छ, यहाँ गरिन्छ। ओके, यो यस्तो खालको फार्मिङलाई हामीले के भन्छौँ, कन्टुर फार्मिङ भन्छौँ। ओके ओके, contour cultivation refers to the tillage practices of the mechanical treatment like planting, tillage and interculture performed nearly on the contour area। भनेको चाहिँ हो यस्तो एरियामा जति पनि हामीले के गर्छौँ, टिलेज प्र्याक्टिसहरू गर्छौँ, ठिक छ, अथवा मेकानिकल ट्रिटमेन्टहरू गर्छौँ, जस्तै प्लान्टिङ, टिलेज एन्ड इन्टरकल्चर होइन, पर्फर्म नियरली अन द कन्टुर अफ द एरिया एप्लाइड एक्रोस द लेन्ड स्लोप होइन। इन लो रेनफल रिजन द प्राइमरी पर्पज इज टु कन्जर्भ द रेन वाटर। यदि लो यदि के भनेको छ, लो रेनफल रिजन भनेको छ, लो रेनफल रिजन भनेको एकदम कम पानी पर्ने, एकदम कम पानी पर्ने ठाउँहरूमा के गर्छ, जुनमा एकदम पानी कम पर्छ त्यस्तो ठाउँहरूमा के गर्छ, यसले चाहिँ यो चाहिँ यसले चाहिँ के काम गर्छ, कन्टुर कल्टिभेसनले के काम गर्छ, पानी कन्जर्भ गर्ने काम गर्छ। ठिक छ, पानीलाई चाहिँ कन्जर्भ गर्ने काम गर्छ इन्टु द सोइल एज मच एज पोसिबल वाइल इन ह्युमिड रिजन इट्स बेसिक प्रोपोज इज टु रिड्युस द सोइल इरोजन। त्यस्तै यदि चाहिँ एकदम पानी पर्ने एकदम ह्युमिड रिजन छ भने चाहिँ त्यस्तो ह्युमिड रिजनहरूमा चाहिँ यसले के गर्छ, यसले चाहिँ सोइल इरोजनबाट हुन प्रोटेक्ट गर्छ। ओके, यति भन्ने बुझ्दाखेरि हुन्छ। त्यसपछि स्ट्रिप क्रपिङ भन्ने छ। स्ट्रिप क्रपिङ इज अ काइन्ड अफ द एग्रोनोमिकल प्र्याक्टिस विच इज द अर्डिनरी क्रप्स आर प्लान्टेड ग्रोन इन द फर्म अफ द रिलेटिभली न्यारो स्ट्रिपहरू बनाएर हामीले प्लान्टिङ गरिन्छ एक्रोस द लेन्ड स्लोप। दिज स्ट्रिप्स आर सो एरेन्ज द्याट द स्ट्रिप क्रप्स विल अलवेज बी सेपरेटेड बाई स्ट्रिप्स अफ द क्लोज ग्रोइङ एन्ड द इरोजन
रेसिस्टेन्स क्रप्स स्ट्रिप क्रपिङ भनेको कस्तो खालको क्रपिङ भन्दाखेरि चाहिँ जस्तै हामीले यस्तो खालको प्लान्टिङ गर्छौँ होइन यतापट्टि यस्तो प्लान्टिङहरू लगाउँछौँ म अलिकति फिगर बनाउने कोसिस गर्छु कि जस्तै यो प्लान्ट लगाउँछौँ यो प्लान्ट लगाउँछौँ यो प्लान्ट लगाउँछौँ ठिक छ यहाँ चाहिँ प्लान्ट यसरी लगाउँछौँ अनि बिचमा खाली हुन्छ यस्तो यति यति एरियामा लगाउँछौँ ओके अनि यहाँ बिचमा अलिकति खाली हुन्छ अनि त्यसपछि फेरि यहाँ लगाउँछौँ हो यस्तो 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 एउटा स्ट्रिप बनाएर लगाउने ओके यस्तो 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 हो यस्तो यस्तो खालको हामीले जुन लगाउँछौँ फेरि अब यता यस्तो हुन्छ फेरि यता ग्याप हुन्छ त्यस्तै हो यस्तै यता हुन्छ अनि त्यसपछि फेरि ग्याप हुन्छ यस्तै यता हुन्छ हो यस्तो खालको हाम्रो क्रपिङलाई हामीले के भन्छौँ स्ट्रिप क्रपिङ भन्छौँ ओके इट इज युज एज अ टेक्निक फर द इरोजन कन्ट्रोल इज अ मोस्ट इफेक्टिभ मेथड इन सर्टेन सोइल एन्ड टोपोग्राफी इट बिकम्स मोर इफिसियन्ट फर द इरोजन कन्ट्रोल वेन इट इज फलोड विथ द क्रप रोटेसन in an area where the terraces are not physically visible due to the fact that the line of slope is divided into the different segments. अब यसको टाइपहरू छ यसको टाइपहरू हेर्नु होला तपाईँहरूले सुरुमा रहेको छ contour strip cropping रहेको छ ठिक छ contour strip cropping in the contour strip cropping the crops are planted in the strips along the contour at the right angle the direction of natural land slope direction of natural land slope को केमा लगाइदो रहेछ राइट एङ्गलमा लगाउँदो रहेछ ओके म हाइलाइटर युज गरेँ ओके कन्टुर एट द राइट एङ्गल टु द डाइरेक्सन अफ नेचुरल ल्यान्ड स्लोप भनेको छ यो फिगरहरू बनाउनु होला अनि फिल्ड स्ट्रिप क्रपिङ भनेको इट इज मोडिफाइड फर्म अफ द कन्टुर स्ट्रिप क्रपिङ इन विच द स्ट्रिप क्रप्स आर लेड प्यारल एक्रस द ल्यान्ड स्लोप बट नट अलवेज एक्ज्याक्टली अन द कन्टुर मे चेन्ज भनेको छ अब यसमा चाहिँ के भनेको छ यो भनेको कन्टुरको चाहिँ मोडिफाइड हो अघि नै यसमा पर्पेन्डिकुलर राइट एङ्गलमा राखेको थियो भने यसमा चाहिँ प्यारलली राखेको रहेछ अनि यहाँ चाहिँ यस्तो डाइरेक्सन अफ विन्ड छ अनि बफर स्ट्रिप क्रपिङ भनेको चाहिँ तपाईँको यस्तो खालको फिगर हुँदो रहेछ यहाँ चाहिँ तपाईँको यस्तो ग्रेज पोर्सन आउँछ ग्रेजवाला पोर्सन आउँछ यो खाली हुन्छ यहाँ चाहिँ तपाईँले प्लान्ट लगाउनुहुन्छ फेरि यहाँ खाली हुन्छ यहाँ फेरि यस्तो ग्रेज पोर्सन आउँछ यो कन्टुर लाइन हो यस्तो खालकोलाई चाहिँ हामीले के भन्छौँ बफर स्ट्रिप क्रपिङ भन्छौँ ओके सोइल एन्ड ल्यान्ड युज Capability classification. The land use capability classification may be defined as the system under which the land are classified as per the potential ability to produce the yield. भन्नु खोजेको चाहिँ ल्यान्डसँग क्यापेबिलिटी छ कि छैन यिल्ड प्रड्युस गर्ने ल्यान्डसँग क्यापेबिलिटी छ कि छैन हो त्यो कुराहरूलाई चाहिँ यसले डिफाइन गर्न खोजेको छ है एक्जाममा यो सोधेको छ सोइल एन्ड ल्यान्ड युज क्यापेबिलिटी क्लासिफिकेसन्स भनेर एक्जाममा 5 मार्क्समा यो सोधेको छ 2078 रेगुलरमा सोधेको छ यो 5 मार्क्समा This system of classifying land follows a general rule based on the potential ability of different kinds of soil for agricultural purposes. That is how soil and land use are available for the various kinds of farming practices. Land classification indicates the use of the soil according to the various limitations and providing adequate protection from the erosion and other means of deterioration. अनि यसमा चाहिँ अब दुईवटा कुरा छ एउटा चाहिँ क्यापेबिलिटीको कुरा छ अर्को चाहिँ लिमिटेसनको कुरा छ क्यापेबिलिटी भनेको चाहिँ पोटेन्सियल अफ द ल्यान्ड फर द युज इन स्पेसिफाइड वेज विदिन द स्पेसिफाइड म्यानेजमेन्ट प्र्याक्टिसेस गिभन अन्डर भन्न खोजेको चाहिँ युज अफ ल्यान्ड फर टेकिङ अफ द क्रप विदाउट एडप्टिङ द सोइल इरोजन प्र्याक्टिसेस भनेको कुनै पनि सोइल इरोजन प्र्याक्टिसेस नगरिकन सोइलसँग क्यापेबिलिटी हुनुपर्छ इल्ड प्रड्युस गर्ने होइन ग्रेजिङ अफ इम्परभियस पास्चर यो कुराहरू छ यसमा लिमिटेसनमा चाहिँ के छ भन्दा इट मे बी डिफाइन्ड एज द ल्यान्ड क्यारेक्टरिस्टिक्स विच ह्याभ द एडभर्स इफेक्ट अन द पोटेन्सियल क्यापेबिलिटी अफ ल्यान्ड लिमिटेसन्स क्यान बी पर्मानेन्ट अर टेम्पोररी यिनीहरू चाहिँ पर्मानेन्ट अथवा चाहिँ टेम्पोररी हुन सक्छन् ओके अनि हामीसँग एउटा जस्तै यो 6 को एउटा चाहिँ सोइल इरोजन एन्ड कन्ट्रोल मेजर्सको कुरा पनि रहेको छ यो चाहिँ लास्टमा परेछ खासमा यो सुरुमा हुनु पर्ने थियो ठिकै छ केही भएन हामीले अब यसलाई अलिकति डिस्क्राइब गरिहालौँ The soil erosion may be defined as the detachment, transportation, and deposition of soil particles from one place to another under the influence of wind, water, or gravitational force. यो भन्न खोजेको के हो भन्दा चाहिँ सोइल इरोजन भनेको चाहिँ के हो भन्दा चाहिँ डिट्याचमेन्ट भनेको डिट्याच हुनु जस्तै यो यस्तो स्लोप छ यहाँ एउटा यहाँ सोइलहरू छ भने यहाँबाट यसरी हटेर डिट्याच भएर जानु डिट्याच भइसकेपछि के हुन्छ एन्ड डिपोजिसन अफ सोइल पार्टिकल फ्रम वान प्लेस टु एनदर प्लेस अब यहाँबाट गएर अर्को प्लेसमा गएर के हुने अर्को प्लेसमा गएर के हुने ट्रान्सपोर्ट हुने अनि त्यहाँ चाहिँ डिपोजिसन हुने त्यहाँ चाहिँ जम्मा भएर बस्ने होइन त्यसलाई नै हामीले के भन्छौँ इरोजन पहिरो जाने भनेको के हो इरोजन भनेको एउटा ठाउँबाट गएर अर्को ठाउँमा गएर बस्दिनु हो नि त पानी के अरे सोइल के को एक्सनमा इन द इन्फ्लुएन्स अफ हावाको पानीको अथवा ग्राभिटीको है
Okay. What are the principle of soil erosion control? The principle of soil erosion control are reducing the raindrop impact, increasing infiltration capacity, reducing runoff velocity, enhancing soil cohesion, adopting suitable land uses and cropping pattern, provide safe disposal of excess water by drainage system. ओके, यति कुराहरू छ प्रिन्सिपल अफ सोइल इरोजनमा। आशा तपाईँहरूले आजको हाम्रो यो भिडियो बुझ्नुभयो होला। यदि तपाईँले यो भिडियो बुझ्नुभयो भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। छिटै भेट्नुहुनेछ हाम्रो अर्को नयाँ भिडियोमा। तबसम्मको लागि बाई बाई, टेक केयर।